Hello everyone, welcome to my YouTube channel. आजदेखि चाहिँ म जहिले भ्लग बनाउँछु भन्छु तर त्यही हो कहिले भ्लग बनाउन पाइदैन। भ्याएको बेला चाहिँ टक्कसँग फोन निकाल्ने अनि भिडियो गरिहाल्नु पर्छ। अनि आज चाहिँ हामी गयौं मेरो बेबीको शपिङको लागि। अनि म चाहिँ यहाँ पाटनमा बस्ने भएको भएर म चाहिँ गल्ली गल्लीको भिडियो गरिरहेको हुन्छु। मलाई एकदम रमाइलो लाग्छ। अनि बाहिर निस्किसकेपछि चाहिँ मलाई चाहिँ चिया बहादुर जुन चाहिँ शङ्खमुलमा छ त्यहाँको चिया नखाइ चाहिँ चित्तै बुझ्दैन। त्यहाँको चिया चाहिँ एकदमै मिठो र बाक्लो पनि छ। अनि त्यहाँको चिया खाँदै भ्यू हेर्दै अनि मजाले बुढाबुढी गफ गर्ने एकदमै रमाइलो लाग्छ। हामी चाहिँ घरमा भन्दा पनि बाहिर गइसकेपछि चाहिँ एकदमै धेरै मिटिङ्स अनि अफिसियल गफहरू गरेर आउँछौँ। त्यसपछि हामी गयौँ शपिङ गर्नको लागि। तर हिजो यति धेरै जाम थियो कि पानी पनि पर्न लाग्यो, गर्मी पनि थियो। अनि त्यसपछि हामी एकदम रस गर्दै शपिङ गर्न गयौँ। त्यसपछि त्यहाँबाट फेरि हामी लभिम गयौँ। अनि यति धेरै गर्मी थियो कि हिजो ओ माइ गॉड कुरै नगर्नुहोस् गर्मीको त गर्मी नै गर्मी मात्र थियो हिजो। त्यसपछि अनि मेरो बेबीलाई चाहिँ एकदम धेरै भ्यान्स लाउनु मन थियो। अनि हामीले बल्ल तल लभिम मल छेउमा उहाँको फेभरेट भ्यान्स पायौँ। त्यहाँबाट हामीलाई बेलुकाको लागि डिनरमा जानु थियो। अनि त्यही भएर हामी डिनरको लागि प्रिपेयर हुँदै टक्कसँग चिया खाँदै मेरो हस्बेन्डले बनाउनुको खाजा खाएर हामी बेलुका रेडी भएर भक्तपुर डिनरको लागि भनेर गयौँ। यसो अलिअलि नक्कल त पार्नै पर्यो। एनिवेज थ्याङ्क यू फर वाचिङ।